यसको थिमको सुरुवात भयो परीक्षित महाराजलाई प्यास लागेर, हैन? परीक्षित महाराजलाई प्यास लाग्यो र प्यास लागिसके पछाडि उहाँले के गर्नुभयो त भन्दाखेरि उहाँले चाहिँ त्यो जुन चाहिँ प्यासको कारणले गर्दाखेरि उहाँले पछि गएर चाहिँ जब श्रीमद् भागवतम उहाँले सुन्नुहुन्छ, त्यो श्रीमद् भागवतम सुनिसके पछाडि उहाँलाई जुन भौतिक स्तरको जुन प्यास, उहाँ 7 दिन 7 रातसम्म पनि उहाँले चाहिँ के गर्नु भएन त, केही पनि ग्रहण गर्नु भएन। सो त्यो भएको कारणले गर्दाखेरि यदि हामीलाई भगवान प्रति हामी त्यस्तो प्यास हामीमा छ भने हामीलाई चाहिँ भौतिक यस्ता आसक्तिहरूले पनि हामीलाई के गर्दैन त, हामीलाई छुँदैन। एउटा सूरदासजीले एउटा भजन लेख्नु भएको छ, हरि दर्शन की प्यासी रे अखियाँ, हरि दर्शन की प्यासी, देखो चाहत कमल नयन को, देखो चाहत कमल नयन को, निस दिन रात उदासी रे अखियाँ, हरि दर्शन की प्यासी। कि हामीलाई भगवान श्री हरिको दर्शन गर्नको लागि त्यस्तो प्यास छ? यदि यस्तो प्यास छ भने भगवान श्री हरिलाई एक दिन नहेर्दा मलाई निन्द्र नलागोस्, निशा दिन रात उदासी। मेरो त्यो रात चाहिँ कसरी कटोस् त भन्दाखेरि त्यस्तो रात नै नहोस्, त्यस्तो दिन नै नहोस् जुन दिन चाहिँ मैले भगवान श्री हरिलाई मैले चाहिँ दर्शन नगरेको त्यस्तो दिन कहिले पनि नहोस्। के हामीले यस्तो प्रार्थना गरेका छौँ? हे भगवान, मेरो एउटा मात्र तपाईको चाहिँ प्रार्थना छ कि मेरा यी इन्द्रियहरूले, मेरो यो आँखाले एटलिस्ट दिनको एकचोटि, सायद मङ्गल आरतीमा, नभए सन्ध्या आरतीमा, नभए दर्शन आरतीमा, कम्तीमा पनि म एकचोटि चाहिँ हजुरको मन्दिरमा आउँ। मेरो आँखाको सार्थकता त्यति बेला हुन्छ जति बेला म भगवान र भगवानका भक्तहरूको चाहिँ म सँग गर्छु, हैन? अन्यथा तपाईको चाहिँ यही नै हाम्रो चाहिँ के हुनुपर्छ त, यो प्यास हुनुपर्छ। यदि यो प्यास भयो भने के हुन्छ त, बल्ल आसक्त हुन्छ। प्यास बिना आसक्त भन्ने कुरै हुँदैन। जब हामीलाई श्रीमद् भागवतम श्रवण गर्ने यो प्यास हुन्छ, एटलिस्ट म दिनको यति समय चाहिँ म भगवानको बारेमा चाहिँ सुन्छु, एटलिस्ट म एउटा भक्तलाई भयो भने पनि म आएर दण्डवत गर्छु, हे भगवान मेरो यस्तो दिन कहिले पनि नहोस् कि म एक दिन पनि मन्दिर नआउने मेरो दिन कहिले पनि नहोस्। सदैव मैले भक्तहरूलाई दर्शन गर्नको लागि म मन्दिर आउँ, एटलिस्ट म तपाईलाई एकचोटि भए पनि म दण्डवत गरौँ, म यसरी भन्न सकु भगवान।